परेड तेरी भाउजू परेड तेरी भाउजू जोडिया पुरा नगर त्यो तेरी भाउजू हो त्यो तेरी भाउजू हो त्यो तेरी भाउजू त्यो तेरी भाउजू हो के तेरी भाउजू हो भने हुँदैन के तेरी भाउजू हुँदैन तेरी भाउजू हो हुँदैन तेरी भाउजू हो तेरी भाउजू हो के हुँदैन के तेरी भाउजू हो हुँदैन मेरे हाम्रो लास्टै झुटा त ढाली नै पुगेको ढाल्नु यो सिधै गइकन मेरो भाका नभन्ने म सिधै गइकन मेरो भाका नभन्ने मेरो भाका नभन्ने पग तैँले हानि गएर पग मेरो भाका नभन्ने तेरो बा जस्ता कति आएको त्यो तँ केही जोड्दैन मुची छाडेको जाने हो 500 जाममा 500 म त 1000 दिन्छु त जाम आज मेरो कोटाको खाड माझ्ने हो जाम ल बेबी मेरो कोठा पुग्यो आज मस्तले मोज गर्नुपर्छ है आज त मोज गर्ने हो को रहेछ यो बेरेले बात ढोका ढक्टुले को हो के हो केटा किन आएको बेरेले बात ढोका ढक्टुले के हो दाइ एक्लै गर्न खोजेको हामीलाई नचाहि नगर्ने हामी छौँ त हामी त 1000 दिन रेडी हो के दाइ यार हामी ए केटा मेरै त सुरु भएको छैन तिम्रो कसरी हुन्छ एकछिन पर्खन यार केटाहरू यार दाइले सुरु गर्न देऊ न यार केटाहरू यार दाइले मैले यति साथ दिन सक्दैन केटाहरू पर्खन यार केटा हो यार प्लिज यार केटाहरू यो सुरु हान्ने छाड्दैन हामी जाने केटा हो छिर आपके डौलो बाजू न मुझे क्वेश्चन बोलला तू फिता कर नहीं हाँ ए मुजी तुझा क्वेश्चन सोध्दै सोच म सब फर्काइदिन्छु ए बुन मुजी 2 मा 8 जोडा कति हुँदा बुन 12 हुँदा 12 अब म लास्ट तँले एक क्वेश्चन सोध्छु त्यो क्वेश्चन जाने के तँलाई 500 रुपैयाँ दिन्छु है म पनि सोच्छु मुजी म त्यसलाई 1000 दिन्छु मुजी ल पग्न पग म सोध्छु नि त म दिन्छु मुजी म सोध्छु के म दिन्छु ल 500 ल 1000 ल 500 ल मुजी ल म सोध्ने हो के मुजी गरेर लफंगा छ र 1500 रुपैयाँ आइगा म सोध्छु उता यो मेरी आमा हेर्नु सुत्यो अरे म सोध्छु ए मुजी म सोध्छु
आमा मेरा लास्ट छुट्टी गरे म एकन मार्छ ढुङ्गो ल्या ढुङ्गो खा भने मुजी हे मुजी ढुङ्गो ल्या न ढुङ्गो मार ए केटा हो आज स्कुल जान टेन्स भयो यार दाइले फोन आउनु पर्छ यार हेलो हेलो दाइ स्कुल जाने हो कि नै स्कुल जाने भाइ आइज न जाम आइज छिटो आइज के त छिटो आइज छिटो मेरो कोठा आइज केही पनि नबोलेर सिधै आइज मेरो कोठा आइज ल ल दाइ म इसिबक तिम्रो कोठा आइगयो छिट्टै आइगयो दाइ म आएँ मुजी स्कुल नगयो भने त तँ 2 इन्च ठुलो स्कुल आएछ कत्तो न यो चोडिया मुजी म स्कुल जानु होला आज मुजी न स्कुल नगयो भने त यत्रो ठुलो भने स्कुल क्या म कत्तो होला त्यही म स्कुल जाँदैन हेलो गाइज अनि हाम्रो भिडियो तपाईलाई कस्तो लाग्छ राम्रोसँग जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला लाइक शेयर कमेन्ट सब्स्क्राइब सब गरिदिनु होला र प्रत्येक हप्ता हाम्रो भिडियो एक कमेडी भिडियो आउँछ तपाईले हेर्न सक्नुहुन्छ तपाईलाई जस्तो लाग्छ र त्यस्तै कमेन्ट गर्नु होला लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला टाटा अब अनि हामी चाहिँ अब सिधै अर्को हप्ताको भिडियोमा बेच्छौँ त्यो सम्मको लागि धैर्य गर्नुस् र हाम्रो छिट्टै कमेडी भिडियो आउँछ तपाईले हेर्न सक्नुहुन्छ टाटा बाइ बाइ